सबैजनाका लागि अनुमति लिँदै यहाँहरू समक्ष म कार्यक्रम सञ्चालक शान्ता भट्टी अनुमति चाहन्छु र सबैमा नमस्कार टक्र्याउँछु। आदरणीय दाजु युवराज रिमालज्यूलाई यस कार्यक्रमको अध्यक्षता गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। अतिथि गैंडाकोट नगरपालिकाका प्रमुख श्री कृष्ण नेपालज्यूलाई प्रमुख अतिथिको आसन ग्रहण गरिदिनका लागि हार्दिक अनुरोध गर्दछु। श्री लक्ष्मी भट्टराईज्यूलाई आसन ग्रहण गरिदिनका लागि हार्दिक अनुरोध गर्दछु। अतिथिको आसन ग्रहणका लागि समाजसेवी श्री सोमनाथ घिमिरेज्यूलाई विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। शर्माज्यूलाई अतिथिका रूपमा आसन ग्रहण गरिदिनका लागि हार्दिक अनुरोध गर्दछु। समाजसेवी श्री ईश्वरीनाथ रिमालज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी हार्दिक अनुरोध गर्दछु। नन्दनज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। महेन्द्र अग्रहारीज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। प्रमुख श्री दामोदर घिमिरेज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। श्री सागर सुवेदीज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। प्रमुख एवं प्रतिनिधिज्यूहरूलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिनका लागि हार्दिक अनुरोध गर्दछु। टोल विकास संस्थापट्टि लम्किरहेकी छु। यसै गरी काली गण्डकी टोल विकास संस्थाका अध्यक्ष श्री हरिकृष्ण रिमालज्यूलाई अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। टोल विकास संस्थाका सचिव श्री तेज प्रसाद घिमिरेज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। पराजुलीज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। पोखरेलज्यूलाई पनि गरेकी चेली हुन् भनेर हजुरहरू सबैले मलाई क्षमाको चेली खाइदिनुहुन्छ भन्ने आशा राख्दै झापाडी नमुना टोल विकास संस्थाका सल्लाहकारज्यूहरूमा दिल्ली प्रसाद सिक्दैज्यूलाई सल्लाह दिनको लागि हार्दिक अनुरोध गर्दछु। संस्था अध्यक्ष श्री कमला तिवारीज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु।
धन्यवाद। गरिदिनको लागि लक्ष्मी भट्टराईज्यूलाई हार्दिक अनुरोध गर्दछु। पश्चिमबङ्गमा टोल विकास संस्थाको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु। स्वीकार्नु, हार्दिक स्वागत छ। र आज हामी तीज मनाउन गइरहेका छौँ। प्रत्येक वर्ष हामी तीज मनाउँछौँ र आज पनि तीजको उपलक्ष्यमा नै तीज आउन केही दिन बाँकी छ। तीजको उपलक्ष्यमा नै आज हामीले भदौ 11 गते झपडी नकमा टोल विकास संस्थाले आयोजना गरेर दिदीबहिनीहरूसँग दर खाने र हाम्रा छिमेकी सङ्घ संस्था जुन टोल विकास संस्थाभित्र रहेका सङ्घ संस्थाहरूलाई आमन्त्रण गरेर सँगसँगै यो टोल विकास संस्थालाई कसरी अगाडि बढाउने भन्ने कुराहरूमा पनि अलिकति जोड दिँदै हामीले आजको कार्यक्रम मनाउने जमर्को गरेका छौँ। सर्वप्रथम आउँदै गरेको हरितालिका तीजको उपलक्ष्यमा यहाँहरू सम्पूर्ण मञ्चमा आसीन अतिथिज्यू लगायत यहाँ उपस्थित आदरणीय आमा बुबा दिदी बहिनी दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। केही फेरिएको छ, अहिले केही परिवर्तन भएको छ। परिवर्तन हुनु स्वाभाविक हो। हिजोको जस्तै दिन हुनुलाई हिजोको जस्तै दिन भन्दा आज केही परिवर्तन होस् भन्ने हामी चाहन्छौँ। तर सकारात्मक विचार र सकारात्मक कुराहरूले अगाडि बढ्यो र हामी त्यसलाई निरन्तरता दिन सक्यौँ भने बल्ल हाम्रो एउटा अभियान र तीज मनाउने सार्थकता पाउँछ जस्तो मलाई लाग्छ। आज तीज भड्किलो रूपमा अगाडि बढेको छ। यसलाई हिजोको तीज बनाउन, हिजोको आमाहरूले मनाउँदै गरेको तीजको उहाँहरूले गर्दै गरेका शब्दहरू त हामीसँग नहोला, त्योलाई चाहिँ अलिकति परिवर्तन रूपमा लैजानु पर्ला। हिजोको मेरी आमाले श्रीमानले दिएको दुःख, हिजोको मेरी आमाले सासूले दिएको दुःख, माइत जानु पर्दाखेरि पैसा नभएको, भाडा नभएको दुःख, मिठो खान नपाएको दुःख, राम्रो लाग्न नपाएको दुःख पक्कै पनि अहिलेका चेलीहरूमा छैन। तर पनि हामी महिलाहरू यो समाजमा के गर्छ भनेर उभिएका छौँ, परिवर्तन गर्छ भनेर उभिएका छौँ। यो चिजलाई यो संस्थाभन्दा बाहिर दिनु, हिजोको मौलिकताभन्दा बाहिर दिनुबाट जोगाउन आज म पुरुषलाई दोष दिन्न र यो जिम्मेवारी पनि पक्कै महिलाहरूको हातमा छ। महिला दिदीबहिनीले हामी त्यो सोच्छौँ र अबका दिनहरूमा हाम्रो मौलिकतालाई जले नजर्ने दिदीबहिनीहरू एक ठाउँमा आउने, पक्कै पनि दुःखको कुरा नगरे पनि विकास निर्माणका कुरा गरौँ, समाज निर्माणका कुरा गरौँ, राष्ट्रका कुरा गरौँ। अब हामीले पनि के गर्नु छ भन्ने कुरा गरेर अगाडि बढाउँ। त्यस्ता खालका गीतहरू रचना गरेर हामीले अब तीज मनायो भने अब यो गइरहेको वासीहरूले पनि एउटा नयाँ सन्देश दिन सक्यौँ भने अबका दिनहरूमा भड्किने र देखावटी तीजहरूलाई अलिकति टाढा पार्दै, अलिकति ओझेलमा पार्दै तीजको संस्कार संस्कृतिका तीजहरूलाई फेरि अगाडि बढाउनु महिलाहरूको जिम्मेवारी छ जस्तो मलाई लाग्छ। आमा उहाँहरूले चाहिँ कसरी यो आफूले बनाएका गीतहरूको मार्केट पाउन सक्नुहुन्छ त्यो हेर्नुहुन्छ उहाँले। हिजोको तीजका संस्कार र संस्कृतिलाई हेर्न अब हामीले पहिलाका दिन जस्तै तीजका गीतहरू रचना गर्ने, विकासका गीत गाउने, महिला सशक्तिकरणका गीतहरूको कता कता तीज लाग्छ। हिजोको तीज सम्झिँदा आजको तीज फरक भयो। त्यो कुराले चाहिँ भोलि कुनै दिदीबहिनीहरूको अगाडि बाहिर ननिस्किने गरेर बाहिर निस्किनलाई अप्ठ्यारो मान्ने गर्दै गर्दाखेरि त्यो हामीले के महसुस गर्ने, सबै दिदीबहिनीहरू एकै ठाउँमा भएर तीज मनाउने वातावरण हामी गरौँ। झड्किलो तीज होइन, साधारण खालका तीजहरू मनाऊ भन्ने यहाँहरू सबैलाई अनुरोध पनि गर्न चाहन्छु। त्यही भएर मैले के भन्छु भने हामी विकास निर्माण, सामाजिक रूपान्तरणका लागि अगाडि बढेका छौँ। मैले धेरै त्यस्तो व्यक्तित्वहरू मञ्चमा पनि देखेको छु, अगाडि पनि देखेको छु। जहिले पनि पहिला विकास व्यक्तिबाट सुरु हुन्छ, पहिला व्यक्तिको विचारबाट सुरु हुन्छ, अनि एउटा घरबाट सुरु हुन्छ, अनि एउटा आउनुपर्छ वातावरण सफा राखौँ र हामीले पनि एकदमै सभ्य नागरिकको पहिचान गरौँ। म आज त्यसको एउटा मर्मलाई हामी लिएर अगाडि बढेछौँ र यहाँ उपस्थित आज प्रमुख अतिथि अति व्यस्त समयको बावजुद हाम्रो आमन्त्रणलाई स्वीकार गरेर पाउनुभएको छ। उहाँलाई म हार्दिक धन्यवाद र कार्यक्रममा स्वागत गर्न चाहन्छु र मञ्चमा हार्दिक अनुरोध गर्दछु। हामी आयौँ बालबालिका स्वागत लिएर
पर्ने फेरि सगत गर्दै भन्छौ अघि हामीलाई गर्नु छ फेरि सगत गर्दै भन्छौ अघि हामीलाई गर्नु छ भारतको काम गर्दै धेरै बन्नु छ भारतको काम गर्दै धेरै बन्नु छ स्वागतम स्वागतम स्वागत हाम्रा मान्ने जान स्वागतम स्वागतम स्वागत हाम्रा मान्ने जान स्वागत गर्ने मौका पाइदा खुसी छ नि मन स्वागत गर्ने मौका पाइदा खुसी छ नि मन गरमसी घोषणा गर्नु नगरपालिका गरमसी घोषणा गर्नु नगरपालिका बल्ल हुन्छ सुरक्षित बालबालिका बल्ल हुन्छ सुरक्षित बालबालिका पढ्न पाउने हेर्न पाउने हाम्रो हो नि अधिकार पढ्न पाउने हेर्न पाउने हाम्रो हो नि अधिकार यति भन्दै बिदा हुन्छौ सबै नमस्कार यति भन्दै बिदा हुन्छौ सबै नमस्कार महिलाहरूको महान पर्वहरूमा ठुलो चाड हो यस उपलक्ष्यमा सम्पूर्ण महिला दिदीबहिनी दाजुभाइहरूलाई एकदम दीर्घायु सुस्वास्थ्यको कामना गर्दै यहाँलाई हार्दिक उत्तरोत्तर प्रगतिको कामना पनि गर्न चाहन्छु र यसै गरी आउँदै गरेको दसैँ तिहारको पनि मैले पछि यहाँसँग भेट होला नहोला आज यो मञ्चबाट यहाँलाई हार्दिक शुभकामना पनि व्यक्त गर्न चाहन्छु वास्तवमा अब यसै गरेर हरेक ठाउँमा हाम्रा पिता मिठा मनका भावनाहरूलाई पोख्ने एउटा थलो बनाएर यो तिज वर्षैपछि आइरहेको छ र आउँदै गर्दा मैले एउटा पुरानो गीत गाएँ पहिला एकदमै एउटा भित्र रहेको घरभित्र आफू पीडित भएको भित्र रहेर कुम्पिएका भावनाहरूलाई उजागर गर्नको लागि टाढा टाढा माइती हुन्थ्यो जतिसुकै फुर्सदमा रहे पनि मिलाएर माइत गएर आफ्ना दुःखका भावनाहरू पोख्नको लागि वर्षमा एकपटक चाहिँ महिलालाई त्यो अवसर पनि दिने गरिन्थ्यो र महिलाले यसै गरेर भावनाहरू पोख्ने ठाउँ पनि बनाएका थियौँ गर्दै गर्दै बिस्तारै तिजले चाहिँ थोरै अलिकति कार्यक्रम बढाएको कि जस्तो लाग्यो अलिकति भड्किलोपन तर कस्तो लाग्छ भने ल्याएर एउटा के अरे यो सप्त मिलेको भए भड्किलो भए पनि सबै रमाउने गाउने नाच्ने सबैलाई जस्तो जुन रमाइलो लाग्छ त्यस्तै कलाकारहरूले लिएर पनि आएका छन् त्यो अनुसार गाउँदा राम्रै हुन्थ्यो त्यो नभएर आफ्नो घरभित्र रहेर पुरा सासू ससुराको अगाडि पनि बसेर हेर्न नसकिने खालको जुन तिजको एउटा भड्किलो गीतहरू छ त्यसलाई चाहिँ एउटा कलाकारहरूले शब्दमा चयन गर्दै आफ्ना भड्किला गीतहरूलाई चाहिँ अलिकति घटाउँदै लाग्दाखेरि धेरै राम्रो हुने थियो त्यस्तो कलाकारहरू हामीसँग यहाँ हुनुहुन्न यसरी बिराउँछु हस् धन्यवाद संस्थाले राम्रो कार्यक्रम सुरुवात गरेको देख्दा मैले धर्मविज्ञान विकास संस्थालाई धेरै धेरै म व्यक्तिगत तर्फबाट र म खानेपानीको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु यस्ता कार्यक्रमहरू अरू कुनै संस्थाले पनि आयोजना गरौँ हामीले पनि साथ दिन्छौँ हामीले पनि गर्न पर्ने केही गर्न पनि सहयोग छ भने हामी त्यसमा तत्पर छौँ र आज 30 विशेष कार्यक्रम भएको हुनाले धेरै समय दिदीबहिनीहरू पुग्नु भएको छ रमाइलो गरौँला नाचौँला भनेर हाम्रो आज भाषण भूषण भन्दा पनि दुःख सुख पर बसेर सबैले गाउँला रमाइलो गरौँला र म धेरै समय नलिकन यो कार्यक्रम पूर्ण सफलताको कामना गर्दै बिदा हुन्छु हस् नमस्कार ओडा नागरिक मञ्चका अध्यक्ष श्री रामचन्द्र घिमिरेज्यूलाई पनि
शुभकामना मन्तव्य राखिदिनका लागि हार्दिक अनुरोध गर्दछु। कोखेर आफ्ना मनका भावनाहरू व्यक्त गर्नुहुन्थ्यो र त्यो भोकै बसेर गर्नुहुन्थ्यो। भगवानको आराधना गर्नुहुन्थ्यो, भगवानसँग प्रार्थना गर्नुहुन्थ्यो। सत्य युगमा पार्वतीले शिव महादेवलाई पाऊँ भनेर व्रत गरे जस्तै यहाँहरू व्रत गर्नुहुन्छ। तर समय परिवर्तन भइसकेको छ। अबका चेलीबेटीहरूलाई सक्षम सबल बनाउन आमाहरूले ध्यान दिनुभयो भने अहिलेका छोरीहरूलाई सक्षम सबल बनाउन लाग्नुभयो भने अब शिवजीहरू पार्वती पाऊँ भनेर व्रत बस्ने दिन आउन सक्छ। त्यसकारण आमाहरू म जहाँ पनि देख्छु अहिले पुरुषहरूभन्दा महिलाहरू अत्यन्तै धर्मभिरू हुनुभएको छ, अत्यन्तै धर्मप्रति आस्थावान हुनुभएको छ। हाम्रो धर्म संस्कृति र रीतिरिवाजलाई अझ परिमार्जित गर्दै यहाँहरूले अगाडि बढाउनु भयो भने हाम्रो संस्कृति जोगिनेछ। मेरो व्यक्तिगत तर्फबाट र सम्पूर्ण वार्डवासीको तर्फबाट धन्यवाद दिँदै बिदा हुन्छु। हस्त नमस्कार। आज यस 30 विशेष कार्यक्रम झपरदिन नमुना टोल विकास संस्थाका सम्पूर्ण सदस्यहरूमा कता कता यो कार्यक्रम के गरेर चलाइराखेको छ, केले चलेको छ भन्ने कुराको मनमा खुल्लुली भइरहेको छ भने म यसको पनि प्रयोग गर्नु हुने दाताहरूको नाममा सर एकचोटि भन्न गइरहेकी छु। रुपियाँ सहयोग पुर्याउनु भएको छ, उहाँलाई मुरी धन्यवाद पक्राउन चाहन्छौँ। यसै गरी यसै झपरदिन नमुना टोल विकास संस्थाका सदस्य श्री धुर्वराज मण्डलज्यूबाट पनि रु 5,000 रुपियाँ सहयोग प्रदान गर्नुभएको छ। संस्थाका सदस्य श्री भोजराज श्रेष्ठज्यूबाट पनि नगद रु 5,000 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँलाई पनि मुरी धन्यवाद पक्राउन चाहन्छौँ। टोल विकास संस्थाकै सदस्य श्री भरतलाल श्रेष्ठज्यूबाट पनि रु 5,000 रुपियाँ झपरदिन नमुना टोल विकास संस्था 30 विशेष कार्यक्रमका लागि सहयोग पुर्याउनु भएको छ। उहाँलाई पनि मुरी धन्यवाद पक्राउन चाहन्छु। यसै गरी झपरदिन नमुनाकै सदस्य श्री केशव पौडेलज्यूबाट पनि रु 5,000 रुपियाँ सहयोग पुर्याउनु भएको छ। उहाँलाई पनि मुरी धन्यवाद पक्राउँछौँ। यसै गरी नमुना झपरदिन टोल विकास संस्थाभित्रै रहनुभएको श्री वीरेन्द्र अग्रहरीज्यूबाट पनि रु 2,500 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँलाई पनि मुरी धन्यवाद पक्राउँछु। संस्था एवं सञ्चालक समितिमा रहनुभएका श्री कृष्ण केसीज्यूबाट पनि रु 8,000 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँलाई पनि मुरी धन्यवाद पक्राउँछौँ। नमुना टोल विकास संस्था एवं सञ्चालक समितिमा रहनुभएका सदस्य आदरणीय दाजु दुर्गा प्रसाद गौतमबाट पनि 7,000 रुपियाँ सहयोग प्रदान गर्नुभएको छ। उहाँलाई पनि मुरी धन्यवाद पक्राउन चाहन्छौँ। गैंडाकोट नगरपालिकाका नवनियुक्त कार्यकाल अधिकृत श्री लीला नाथ शर्माज्यूलाई सम्मान ग्रहण गरिदिनु हुन टोल विकास संस्थाका अध्यक्ष एवं प्रमुख अतिथिज्यूलाई हार्दिक अनुरोध गर्दछु। सम्मान ग्रहण भइरहेको जानकारी गराउँ। समाजसेवी श्री टोलनाथ घिमिरेज्यूलाई हार्दिक अनुरोध गर्दछु। संस्थाका अध्यक्ष लगायत प्रतिनिधिज्यूहरू प्रमुख अतिथिलाई मैले सम्मान गर्नुभएको प्रमुख अतिथिज्यू लगायत सम्पूर्ण मञ्चमा आसन गर्नुभएका अतिथिज्यूहरू र विभिन्न संस्थाका प्रतिनिधिज्यूहरू र उपस्थित महिला दाजुभाइ दिदीबहिनीहरू, संस्थाले निरन्तर दिएर आइरहेकोमा महिलाहरूलाई चाहिँ आयोसँग धन्यवाद दिन चाहन्छु। र सबभन्दा ठुलो अब यहाँ आएर मैले खुसी पनि मानेको छु, पनि मानेको
रमझम विभिन्न होटल विभिन्न ठाउँमा यो तीज मनाउने कार्यक्रम चाहिँ विगत 2-3 वर्षमा यो अलिकति विकृति हो कि भन्ने हिसाबले चलिआएको थियो। आज जन्माष्टमीको दिनदेखि पहिल्यै हाम्रो हिन्दू संस्कारले पनि तीजलाई निम्ता गर्ने संस्कार थियो। त्यही स्वरूप आज यो 73 सालले जन्माष्टमीको तेस्रो दिनबाट सुरुवात गरेको छ र आफ्नै भेषा आफ्नै भाषा आफ्नै संस्कृति आफ्नै ठाउँ आफ्नै एउटा चाहिँ मनोरञ्जनको कार्यक्रमको साथसाथै यो एउटा चाहिँ दिदीबहिनीहरूको चाहिँ भेटघाट र परिचय कार्यक्रम पनि जस्तो बनाएर सुरुवात गरेको गर्दै हामीले हाम्रो संस्कार हाम्रो संस्कृति हाम्रो एउटा गौरवपन र हाम्रो जुन एउटा चाहिँ एकदम राम्रो विकल्प भनेको नराम्रो हो, नराम्रो विकल्प भनेको चाहिँ राम्रो हो। सबै मान्छे राम्रो बन्नुपर्छ, हँसिलो बन्नुपर्छ, एक अर्कासँग चाहिँ एउटा कार्यको गीतको गीतबाट पनि दुःखका दिनहरूमा हामी व्यवहारमा एकातिर गर्छौँ, कुरामा एकातिर गर्छौँ। हामी हरेक ठाउँमा चाहिँ पुरुष महिलाहरूलाई चाहिँ एउटा निरुत्साहित गर्यो अथवा महिलाहरूसँग लाइफुल भएका पुरुषले चाहिँ अलिक हुन्छ अमाजु हुन्छ चिन्ताका कुराहरू त्यस कारणले अहिले पुरुषमा भन्दा महिलाहरू पनि चाहिँ आज तीज विशेष कार्यक्रम भएको कारणले यहाँ यस कार्यक्रम पाल्नुहुने दिदीबहिनीहरूलाई हाम्रो भाषण एवं मन्तव्य भन्दा पनि नाचगान कतिखेर हुन्छ र कतिखेर नाच्ने हो भन्ने मनमा खुल्दुली लागिरहेको हुनसक्छ। अतिथि श्री कृष्ण नेपालज्यूलाई आफ्ना शुभकामना मन्तव्यहरू राखिदिनको लागि हार्दिक अनुरोध गर्दछु। क्षमता सबभन्दा महत्त्वपूर्ण हुन्छ र त्यो चाहिँ मात्र नेता गणित जसले गतिलो निर्णय गर्छ र आफ्ना अनुयायीहरूलाई सधैँ सजिलो र सहज वातावरणको सृजना गर्छ। म प्रथमतः धवलजुलमना टोल विकास संस्थाका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। यति रमणीय प्राकृतिक छनौट गरेर आज हिन्दू नारीहरूको अत्यन्तै महत्त्वपूर्ण पर्व यो तीज विशेष कार्यक्रम यहाँले सञ्चालन गर्न गइरहनु भएको छ र गोष्ठी पहिरन हालभाव जस्ता कार्यक्रमहरू पनि विगतमा भइरहेको अवस्था थियो र त्यो पनि नगरेर यहाँहरूले सरल तरिकाले आज हाम्रो हिन्दू धर्मको संस्कृतिको अनुसरण गर्दै यो तीज विशेष कार्यक्रम सञ्चालन गर्न लाग्नु भएकोमा पनि म यहाँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। यो हाम्रो संस्कृति हो र हिन्दू धर्म मान्ने नेपाली महिलाहरूको राष्ट्रिय पर्व पनि हो। यसलाई पर्वको रूपमा हामीले मनाउने हो र तडक भडकको रूपमा हामीले यसलाई सञ्चालन गर्ने होइन भन्ने कुरा यहाँहरूले नमुनाको रूपमा आज देखाइदिनु भएको छ। त्यसैले पनि म यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु। मैले हिजो मात्रै भरतपुरको एउटा सिद्धि विनायक बचत र ऋण सहकारी संस्था लिमिटेडले यस्तै गरी तीज विशेष कार्यक्रम राखेको थिए। म समय अभावले त्यहाँ उपस्थित हुन सकिनँ। म साँझ फेसबुकमा हेरेको थिएँ, त्यहाँका दिदीबहिनीहरू अत्यन्तै सरल र चाहिँ सरल पोसाकमा उपस्थित भएर त्यहाँ तीज गीत कार्यक्रम सञ्चालन गर्नुभएको थियो र यहाँहरू बिहानैदेखि यहाँ उपस्थित हुनुभएको छ र यो कार्यक्रमको उद्घाटन गर्ने अवसर हाम्रो गैंडाकोट नगरपालिकालाई यहाँले प्रदान गर्नु भएर प्रमुख अतिथिको आसन ग्रहण गर्ने र यहाँलाई शुभकामना व्यक्त गर्ने समेत अवसर दिनुभएकोमा धपौडी नमुना टोल विकास संस्थाका सम्पूर्ण आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई मेरो व्यक्तिगत तर्फबाट गैंडाकोट नगरपालिकाको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु र वचनबद्धता पनि जाहेर गर्छु। र अर्को नमुना पनि तपाईँले प्रदर्शन गरिरहनु भएको छ। यसै तीज विशेष सहभागी भयौँ भने हामीलाई सहयोग गर्ने दाता हार्दिक धन्यवाद दिन चाहन्छु र यो धपौडी नमुना टोल विकास संस्थालाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु। मैले यो किन भनिरहेको छु भने वृद्धि हुने, तपाईँहरूले व्यवसाय हुने तालिमको लागि तपाईँहरूले माग गर्नुहोस् भनेर मैले उहाँहरूको त्यो सबै निवेदनहरू त्यत्तिकै राखिदिएको छु र यो कार्यक्रमले
अरू टोल विकास संस्थाहरू अन्य दिदीबहिनीहरूलाई पनि नमुनाको रूपमा एउटा राम्रो सन्देश सञ्चार हुने मैले अपेक्षा गरेको छु र यहाँहरू सबैलाई हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु र आज यहाँहरूको यो दर खाने कार्यक्रम जुन यहाँहरूले राख्नुभएको छ धन्यवाद। समापन भएको घोषणा गरिदिनको लागि संयोजक श्री युवराज नेमाङज्यूलाई दिँदै म कार्यक्रम सञ्चालक शान्त घट्टी पनि बिदा हुन चाहन्छु। हस्त नमस्कार। आज हाम्रो परम्परालाई स्थायीको रूप दिनको लागि पनि हामीले यस तीज कार्यक्रमको आयोजना गरिएको छ र आज हाम्रो यो समाजमा सांस्कृतिकको जगेर्नाको लागि विभिन्न किसिमबाट चाडपर्वहरू मनाउँदै आइरहेका छौँ र हामीले चाडपर्व मनाउँदा ख्याल दिनुपर्ने कुराहरू पनि केही छ। जस्तो तीज मनाउन आउँदा तड्किलो भड्किलो अहिले अग्र दाजुहरूले नि भनिसक्नु भएको छ। यसलाई मनन गर्दै हामीले साधारण तरिकाबाट यो तीजलाई रमाइलो चाडपर्वको रूपमा मनाउने जमर्को गरेका छौँ। आउने दिनहरूमा पनि यसलाई योभन्दा अझ सरल र भव्यताका साथ मनाउने योजनाहरू हामी गर्नेछौँ। उपलब्ध गराइदिनु हुनुभएकोमा हाम्रो सानो जनक माविको व्यवस्थापन समिति र प्रधान अध्यापकज्यूलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ। साथै अहिले भनिसक्नु भएको छ। आज हाम्रो भाषण गर्नुभन्दा पनि भएको घोषणा गर्न पनि चाहन्छु र म एउटा सानो नजानिकन पनि एउटा तीजको सानो गीतले पनि दिदीबहिनीहरूलाई रमाइलो गरिदिन म अनुरोध गर्दछु। तीजै आयो तीजै आयो सबै दिदीबहिनी नाचो मरिलाई सबै दिदीबहिनी नाचो मरिलाई। हस्त धन्यवाद।
विकास संस्थाद्वारा आयोजित 30 विशेष कार्यक्रममा आर्थिक सहयोग गर्ने हुने दाताहरूमा हार्दिक धन्यवाद तथा नमस्कार टक्राउन चाहन्छु। सर्वप्रथम त एग्रोगोल्ड तोरीको तेलको तर्फबाट दीपक सापकोटाज्यूबाट रु 10,000 रुपियाँ दान गर्नुभएको छ। उहाँलाई मुरी धन्यवाद साथै नमस्कार टक्राउन चाहन्छु। त्योबाट रु 5,000 रुपियाँ, यसै गरी भोजराज श्रेष्ठज्यूबाट 5,000 रुपियाँ, यसै गरी भरतलाल श्रेष्ठज्यूबाट 5,000 रुपियाँ प्रदान गर्नुभएको छ। यसै गरी केशव पौडेलज्यूबाट 5,000 रुपियाँ, वीरेन्द्र अग्रहरीज्यूबाट 2,500 रुपियाँ, गौतमज्यूबाट 7,000 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँहरू सम्पूर्णमा मुरी नमस्कार साथै धन्यवाद टक्राउन चाहन्छु। ज्यूबाट 2,500 रुपियाँ प्रदान गर्नुभएको छ। त्यसै गरी दामोदर पौडेलज्यूबाट 500 रुपियाँ, सिजा गिरीज्यूबाट 1,050 रुपियाँ प्रदान गर्नुभएको छ। यसै गरी रेखा तिवारीज्यूबाट 1,050 प्रदान गर्नुभएको छ। यसै गरी सङ्गीता गिरीज्यूबाट 2,050 प्रदान गर्नुभएको छ। उहाँहरू सम्पूर्णमा धन्यवाद एवं नमस्कार टक्राउन चाहन्छ। गपदी नमुना टोल विकास संस्था परिवार हस्त धन्यवाद।